के तपाईलाई थाहा छ संसारमा एउटा यस्तो टापु छ जहाँ बाहिरी मानिस पुग्न लगभग असम्भव छ? संसारमा घुम्न मन नलाग्ने मान्छे कमै होलान्। मानिसहरू पृथ्वीको हरेक ठाउँ घुम्न चाहन्छन्। सुन्दर समुद्र तटहरू, प्रेतवादी ठाउँहरू र रहस्यमय ठाउँहरू भ्रमण गर्न चाहन्छन्। संसारभरका घुम्न लायक रमणीय ठाउँहरूबारे सबैले सुनेको र थाहा भएको हुनुपर्छ। तर केही यस्तो ठाउँ छ जहाँ पर्यटकहरूलाई निषेध गरिएको छ। यो रहस्यमय ठाउँ हो नर्थ सेन्टिनल आइल्यान्ड, जहाँ बसोबास गर्ने सेन्टिनेलिज पिपल आजसम्म पनि आधुनिक दुनियाँसँग सम्पर्क नगरी आफ्नै तरिकाले जीवन बिताइरहेका छन्। सबैभन्दा रोचक कुरा के हो भने उनीहरू हजारौं वर्षदेखि बाहिरी प्रभाव बिना नै आफ्नो संस्कृति जोगाएर बसेका छन्। जब पनि बाहिरी मानिसहरूले उनीहरूसँग सम्पर्क गर्ने प्रयास गरेका छन्, उनीहरूले त्यसलाई अस्वीकार गरेका छन् र आफ्ना परम्परालाई जोगाउन कडा रूपमा प्रतिरोध गरेका छन्। त्यसैले नर्थ सेन्टिनल आइल्यान्डलाई विश्वकै सबैभन्दा अलग र रहस्यमय स्थानमध्ये एक मानिन्छ। यो ठाउँले हामीलाई देखाउँछ कि आधुनिक संसारबाट टाढा रहेर पनि मानव जीवन आफ्नै तरिकाले कसरी टिक्न सक्छ। यो टापु बङ्गालको खाडीमा पर्ने एन्डमान आइल्यान्डहरूमध्ये एक हो, जसको क्षेत्रफल लगभग 28 वर्ग किलोमिटर रहेको छ भने यो टापुलाई चारैतर्फबाट कोरल रिफले घेरेको छ। यो टापुमा 400 जना भन्दा बढी सेन्टिनेलिज बासिन्दाहरू वासस्थान गर्ने गर्दछन्। सेन्टिनेलिज बासिन्दाहरू आफ्नो अलग्य वातावरणलाई धेरै मन पराउँछन् र यो टापुका बासिन्दा मात्रै यस्ता मानिसहरू हुन् जसले आधुनिक युगलाई अस्वीकार गरेका छन्। सन् 1975 मा नेशनल जियोग्राफिकका फिल्म निर्देशकले सेन्टिनेलिज बासिन्दाहरूसँग सम्पर्क गर्न खोजेका थिए, तर उनीहरूले निर्देशकलाई घाइते बनाएर पठाएका थिए। त्यस घटनापछि सन् 1996 मा भारतीय सरकारले त्यहाँका बासिन्दाहरूसँग सम्पर्क गर्नको लागि मनाही गरेको थियो। यसको मुख्य कारण भनेको त्यहाँका बासिन्दाको सुरक्षा र उनीहरूको जीवनशैलीको संरक्षण हो। बाहिरी मानिससँग सम्पर्क हुँदा उनीहरूलाई रोग लाग्न सक्ने जोखिम अत्यन्तै उच्च हुन्छ, किनभने उनीहरूको शरीर आधुनिक रोगहरूसँग लड्न तयार छैन। इतिहासमा धेरै पटक मानिसहरूले नर्थ सेन्टिनल आइल्यान्डमा पुग्ने प्रयास गरेका छन्, तर प्रायः सबै प्रयास असफल भएका छन्। सेन्टिनेलिज पिपल बाहिरी व्यक्तिहरूप्रति अत्यन्त सतर्क र कहिलेकाहीँ आक्रामक रूपमा प्रतिक्रिया दिने गर्छन्। उनीहरूले आफ्नो क्षेत्र र स्वतन्त्रता जोगाउन बलियो प्रतिरोध देखाएका छन्। रोचक कुरा के हो भने आधुनिक प्रविधि र विज्ञानले यति धेरै प्रगति गरिसकेको अवस्थामा पनि यो समुदाय अझै पनि ढुङ्गे युग जस्तै साधारण उपकरण र परम्परागत तरिकामा जीवन बिताइरहेको मानिन्छ। उनीहरू शिकार र सङ्कलनमा निर्भर छन् र प्रकृतिसँग गहिरो सम्बन्ध राख्छन्। यस टापुको रहस्य अझै पूर्ण रूपमा खुल्न सकेको छैन। बाहिरी संसारलाई उनीहरूको भाषा, संस्कृति, जनसङ्ख्या र दैनिक जीवनबारे धेरै कम जानकारी छ। यही अज्ञातपनले नर्थ सेन्टिनल आइल्यान्डलाई अझै रोचक र रहस्यमय बनाएको छ। आजको डिजिटल र जोडिएको दुनियाँमा जहाँ इन्टरनेटले सबैलाई एकअर्कासँग जोडेको छ, त्यहाँ यस्तो ठाउँको अस्तित्वले हामीलाई सोच्न बाध्य बनाउँछ। के वास्तवमै आधुनिकता नै प्रगतिको एकमात्र बाटो हो, वा आफ्नै परम्परा र प्रकृतिसँग सन्तुलनमा बाँच्नु पनि उत्तिकै महत्त्वपूर्ण छ? सेन्टिनेलिज पिपलको जीवनले हामीलाई एउटा गहिरो सन्देश दिन्छ। मानव सभ्यता फरक फरक तरिकाले विकास हुन सक्छ र सबैलाई एउटै बाटो अपनाउनु आवश्यक छैन। यसैले नर्थ सेन्टिनल आइल्यान्ड केवल एउटा टापु मात्र होइन, यो मानव इतिहास, स्वतन्त्रता र रहस्यको जीवित प्रतीक हो। सेन्टिनल टापु सम्बन्धी केही रोचक तथ्यहरू। उत्तर सेन्टिनल टापु संसारका थोरै स्थानमध्ये एक हो जहाँ अझै आधुनिक सभ्यताको कुनै प्रभाव पुगेको छैन। यहाँ बस्ने मानिसहरू करिब 50,000 वर्षदेखि अलग्य भएर बस्दै आएका मानिन्छन्। यो जनजातिको भाषा र संस्कृतिबारे बाहिरी संसारलाई लगभग केही थाहा छैन। बाहिरी मानिसहरू टापु नजिक पुग्दा उनीहरूले प्रायः तीर धनुषले आक्रमण गर्ने गर्छन्, जसले उनीहरूको स्वतन्त्रता जोगाउने दृढता देखाउँछ। भारत सरकारले यो टापु वरिपरि करिब 5 किलोमिटरको क्षेत्रलाई नो गो जोन बनाएको छ। टापुमा कुनै आधुनिक संरचना जस्तै सडक, भवन, बिजुली छैन। सबै जीवनशैली पूर्ण रूपमा परम्परागत छ। वैज्ञानिकहरूलाई पनि यो टापुमा जान अनुमति छैन, जसले गर्दा यो संसारकै सबैभन्दा कम अध्ययन गरिएको मानव समुदायमध्ये एक बनेको छ। सेन्टिनेल टापु हामीलाई सिकाउँछ कि संसारमा अझै पनि पूर्ण रूपमा स्वतन्त्र र बाहिरी प्रभावबाट टाढा रहेका समुदायहरू छन्, जसको संरक्षण अत्यन्त आवश्यक छ। उत्तर सेन्टिनेल टापु केवल एउटा भूगोल मात्र होइन, यो मानव सभ्यताको प्राचीन इतिहासको जीवित दस्तावेज हो। उनीहरूको इच्छा विपरीत उनीहरूको संसारमा हस्तक्षेप गर्नु भनेको एउटा अद्वितीय संस्कृति र मानव विविधतालाई नष्ट गर्नु हो। त्यसैले यस टापु र यसका बासिन्दाहरूको अस्तित्व, संस्कृति र गोपनीयताको संरक्षण गर्नु नै सम्पूर्ण मानव समाजका लागि उत्तम कदम हुनेछ।